फेरि पनि स्वागत गर्दछु निर्मल पौडेल युट्युब च्यानलमा। हिजोको दिनमा चाहिँ मैले प्रेममा बिछोड भन्ने टाइटलमा थोरै मेरो रचनाहरू तपाईँहरूको माझ पस्केको थिएँ। अनि आज फेरि अर्को टपिक लिएर तपाईँहरूको माझमा उपस्थित भइसकेको छु। आजको टपिक चाहिँ के छ भन्दा नि तिमीसँगै जिउने सपना छ मेरो। आजको मेन टपिक यो छ। अनि आजको दिन फेरि पनि कवितादेखि म सुरु गर्न गइरहेको छु। कस्तो लाग्छ ध्यान दिएर सुन्नु होला। अनि मलाई आशा छ तपाईँहरूले कमेन्टमा अवश्य प्रतिक्रिया जनाइदिनुहुनेछ। साथै तपाईँहरूको एक सेयर पनि मेरो लागि एकदम आवश्यक हुनेछ। सो तपाईँहरूले सेयर गर्न पनि नभुल्नुहोला है। यति भन्दै चाहिँ म मेरा रचनाहरूलाई आज तपाईँहरूको माझमा पस्कने छु। ओके। तिमीसँगै जिउने सपना छ मेरो, सास सासमा तिमीलाई बाँड्ने चाहना छ मेरो। तिमीसँगै जिउने सपना छ मेरो, सास सासमा तिमीलाई बाँड्ने चाहना छ मेरो। भिडमा हराए पनि हात छुट्दैनन् भनी, भिडमा हराए पनि हात छुट्दैनन् भनी भाग्यसँग लड्ने हिम्मत छ मेरो, भाग्यसँग लड्ने हिम्मत छ मेरो। सुखका दिनमा हाँसो बाँडौँला, दुःख आए आँसु सँगै झारौँला। सुखका दिनमा हाँसो बाँडौँला, दुःख आए आँसु सँगै झारौँला। संसारले जति चोट दिए पनि तिमीलाई छातीभित्रै राखौँला, तिमीलाई छातीभित्रै राखौँला। समयले रङ फेरिरहँदा मानिसका मन पनि बदलिँदो रहेछ। समयले रङ फेरिरहँदा मानिसको मन पनि बदलिँदो रहेछ। तर तिमीप्रतिको माया भने ढुङ्गामा कोरिए जस्तै अटल रहेछ। तर तिमीप्रतिको प्रेम र माया भने ढुङ्गामा कोरिए जस्तै अटल रहेछ। न महलको लोभ छ मलाई, न त सुनचाँदीको अभिलाषा। न महलको लोभ छ मलाई, न त सुनचाँदीको अभिलाषा। तिमीसँगै बितेको सानो जीवन त्यही नै मेरो सबैभन्दा ठुलो आशा। तिमीसँगै बितेको सानो जीवन त्यही नै मेरो सबैभन्दा ठुलो अभिलाषा, सबैभन्दा ठुलो आशा। यदि कहिल्यै बाटो छुट्ने डर आयो भने म तिमीलाई रोज्छु संसार होइन। यदि कहिल्यै बाटो छुट्ने डर आयो भने म तिमीलाई रोज्छु संसार होइन। किनकि तिमीसँगै जिउने सपना छ मेरो, त्यो सपना बिना जीवन केही पनि होइन। किनकि तिमीसँगै जिउने सपना छ मेरो, त्यो सपना बिना जीवन केही पनि होइन। तिमीसँगै जिउने सपना छ मेरो, तिमीसँगै जिउने सपना छ मेरो। थ्याङ्क यू अल। आजको शब्दहरू चाहिँ मेरो यति मात्रै रहेको छ होइन। तपाईँहरूलाई कस्तो लाग्छ? मेरो सानो सानो कोसिसहरू अगाडि बढ्दैछन्। तपाईँहरूको एक सेयर, तपाईँहरूको एक सपोर्टले नै मेरो अगाडिको कदमहरू बढाउन साथ र सपोर्ट मिल्नेछ भन्ने म आशा राख्दछु। अनि भिडियो अन्तिमसम्म हेरिसकेपछि तपाईँहरूलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनुहुनेछ र मेरो घटी मेरो कमजोरीहरूलाई तपाईँले पोइन्ट गरिदिनुहुनेछ, जसबाट म त्यो कुराहरू सुधार्न सकौँ भन्ने अपेक्षा राख्दै फेरि तपाईँहरूलाई म भोलिको दिनमा कुनै न केही नयाँ लिएर तपाईँहरूलाई अवश्य भेट्नेछु भन्ने कुरालाई यहाँ जनाउँदै आजलाई चाहिँ म तपाईँहरूको माझबाट बिदा हुन चाहन्छु। हस् त, थ्याङ्क यू। Thanks for watching. Like, comment, share and subscribe.